अलि सानै थिएँ। धेरै कुरा सुन्न पाएँ भने थोरै कुरा बुझ्न सक्थेँ। बुबा मुमाले भन्ने गर्नुहुन्थ्यो, कान्छी लच्छिन कि छे, यसको भाग्य राम्रो छ अरे, यो पछि धेरै ज्ञानी हुन्छ अरे। उहाँहरूको कुरा सुनेर छानामाथिका परेवा समेत खुसीले गुडगुडाउँथे। म भित्रभित्र मिठो कल्पनामा हराउँथेँ। त्यस्तै 9-10 वर्षकी हुँदै एक दिन मुमासँग वनतिर गएँ। मलाई तल बसालेर उहाँ हेर्दा हेर्दै पहराको ढिकमा पुग्नुभयो। उहाँको अवस्था देखेर म डरले थरथर काँप्न थालेँ। मनमा नै ईश्वरसँग पुकारा गर्न थालेँ। तैपनि मेरो पीर बुझ्नु भएन मुमाले। उल्टै झन् बायाँतिर ढल्किएको खुर्पेटोबाट आँसी झिक्नुभयो र बुटामा क्याक्दै आकाश ताक्न थाल्नुभयो। अनि कुन्नी के को बुटामा मौलाएको पाकरी झार्दै टुप्पातिर सर्न थाल्नुभयो। त्यसपछि जति जति मुमा घाँस झार्दै टुप्पातिर सर्न थाल्नुभयो उति उति मेरो मुटुको धड्कन झन बढ्न थाल्यो। तैपनि म अज्ञानी भएर चिच्याउन सकिनँ। मलाई आश्चर्यमा पार्दै उहाँले त झन् गीत पो गाउन थाल्नुभयो। एक फुत्कने फाली, एक मेरो भाग्यको गुरु, एक कर्म रहेछ जाली, म पर्या कर्म कहाँबाट। पहिलो पटक सुनेकी थिएँ मुमाको त्यो सुरिलो स्वर। आफ्नै माइती देशको भाका, चराचुरुङ्गीहरूको चिरबिराहट र छहराको त्यो मिठो पार्श्व सङ्गीतमा उहाँको स्वर सुनेर पारिपट्टि चरिरहेका गाई बाख्रा पनि उभिएका उभिए भए, कान अघि फर्काएर हेरेका हेरे भए। आजकल सम्झिन्छु कुन भावनाले प्रेरित गरेको थियो होला उहाँलाई। त्यति बेला कुन दुःखको सागरबाट छचल्किएको थियो होला उहाँको त्यो वेदना। गाउँदा गाउँदै मुमाले बोटै रित्याउनु भयो। झरेर अझै पहराका बाँकी पाकरी पनि खसाल्न थाल्नुभयो। टिलिक्क टल्किएको केही समयमै थाहा पाएँ आँसीले उहाँलाई धोका दिएछ। खोलाको ढुङ्गामा खसेर त्यो 2 टुक्रा भयो। मुमालाई दुःख लागे पनि मलाई लागेन। त्यो खसेर नै उहाँ तल आउनुभयो, नत्र त अझै अप्ठ्यारोमा जानुहुन्थ्यो होला। मलाई घाँस सिमल्न दिनु भएन मुमाले, भारी थाप्न पनि दिनु भएन मुमाले। जान्दिनँ भनेर होला, सानै छ भनेर होला। मलाई मभन्दा हलुङ्गो बनाइदिएर आफूलाई आफूभन्दा गरुङ्गो भारी बनाउनु भयो उहाँले। अनि बोकेर हिँडेको केही समयपछि खोला आइपुग्यो। खोला तरेपछि बिसाउने ठाउँ पनि आइपुग्यो। त्यहीँ बिसाएर मुमाले सानो मखमलको थुम्के झुम्के थैली झिक्नुभयो। त्यहीँबाट झुलो र चकमा पनि झिक्नुभयो। सबै सामान जुटाएर उहाँले तमाखुको धुवाँसँग जीवनका दुःखहरू साट्न थाल्नुभयो। मलाई मेरै कथा सुनाएर मनको भारी बकाइदिनु भयो मुमाले। म ठूलो घरकी बुहारी, दुःख त त्यसै पनि थियो, अझै त्यो त गाई त्यारे औँसीको दिन। कुन दिन मुमा? मुमाले बीचबाटै कुरा उठाएपछि मैले पनि बीचबाटै सोधेँ। त जन्मिया दिन। अनि के भयो त? फेरि सोधेँ। उहाँले थप्दै भन्नुभयो, त्यस दिन पनि सधैँ झैँ भाले नबास्दै उठेकी थिएँ। सारा काम सकेर बनाउँदा दिन ढल्किसक्या थियो। सङ्गीहरू छुटेपछि एक्लै भएँ। त्यही पाखामा भारी पुर्याएँ। तमाखुको धुवाँ उडाउँदै मुमाले सोझ्याएतिर हेरे। त्यतिन्जेल उहाँ पनि निकै भावुक भइसक्नु भएको थियो। उहाँसँगै उहाँका सुल्पा, पाते, बुलाकी र काँडे फुली पनि धमिला देखेका थिए। कानका टाटे सुन र सधैँ मुटुको धड्कनलाई दबाइरहने तिलरी पनि मधुरा भएका थिए। ती सबैलाई थाहा थिएन मुमाका वेदना। तर म छोरीलाई हतारो थियो आफ्नै कथा सुन्न, मुमाको विरहको गाथा सुन्न। मैले थोरै बुझेकी थिएँ मुमालाई सायद तिनीहरूले भन्दा। बिहानैदेखि बेथाले च्याप्या थियो, कसैलाई भनिन्न। 18 पुला घाँसको भारी बोकी कसरी हिँड्ने? रित्तै फर्किम भनी सासू ससुराका अघि कसरी उभिने? जबरजस्ती त्यही ओडारसम्म ल्याएर बिसाएँ। उहाँका कुराले मेरो बाल हृदयमा झन हलचल मचाउन थाल्यो। पेट दुख्न र ढाड करक्क खान थालेपछि रुँदै दाउरा खोजौँ, रुँदै च्याउला खोजेर ओछ्याएँ। गाउँलाहरूले अन्तै खोजी कसरी भेटाउन् सकेनछन्। धेरै रोइँ, माइती देउतालाई सम्झी। 3 तारे जडीको लेखमाथि पुग्या बेला त जन्मिइस्, च्याँ च्याँ गरेर त रोइस्। त्यही रुवाई पनि म आमा बाहेक सुन्ने कोही थिइनँ। उहाँका कुरा नसकिँदै ठूलो निश्वास लिएँ। मनमा नै मावली देउतालाई धन्यवाद दिएँ। धन्न मुमा बाँच्नुभयो, म बाँचेँ। किर्लिङ किर्लिङ गाईको काँडो बजेपछि भनी मुमा आत्तिनु भयो। धौलीले गाई बाख्रा घरतिर सोझ्याइलो छ, जाउँ कान्छी अब। मुमा डराउनु भयो। थाहा थिएन मलाई राम्रोसँग। धौली गोठालो हो हाम्रो घरको, तर मुमा चाहिँ त्योभन्दा ठुली सुसारे। त्यसैले उहाँलाई उसलाई भन्दा बढी खप्की खानुपर्छ घरको। उहाँ डराए पनि मैले उठ्न दिएन। मुमाले अझ सुनाउँदै जानुभयो। आँसीले सालनाल गरी, तेरो मधुरो अनार देखेर संसारै उज्यालो भयो चाहिँ लाग्यो। त्यही उज्यालोमा 2टा कुकुर आए। ती आएको छिनभरमै कताटा सिकारीहरू पनि आइपुगे। हेरी, साइदाई, बालमुख्या, डरपाल कान्छा र फलाटे जेठा। अनि त थाहै नपाई आँखा रसाउन थाले। त्यसपछि बाँचिन्छ भनेर ढुक्क भएँ। उनीहरूले साह्रै माया गरेर घर पुर्याइदिए। जानी बेला एउटा कालिज र मृगको एउटा सपेटो पनि छोडेर गए। यो पाखेको जात बिहानै भन्नु पर्दैन? ससुरा कराउन थाल्नुभयो। फेरि मुमाले कुराको मेलो छोट्याउँदै आँसी खुर्पेटो बायाँ कम्मरतिर सार्नु भएर भन्नुभयो,
हिँड कान्छी, अब गइजाउँ। मुमा केही समय चुपचाप हिँडिरहनु भयो। लाग्यो उहाँको भारी केही हलुङ्गो हुँदैछ, मेरो भारी भने झन्झन गरुङ्गो हुँदैछ। त्यसपछि फेरि सुस्त बोल्नुभयो मुमा। लक्ष्मी पूजाको दिनमा जन्मिया भएर त भाग्यमानी हुन्छेस् अरे, तँलाई सबैले मान्छन् अरे। तर पनि मलाई लागिरह्यो म किन जन्मिएँ होला त्यति डरलाग्दो ठाउँमा। के म मुमाको आकाशबाट त्यो निर्जन भूमिमा झरेको शीतको थोपा मात्र हुँ त? बाटोभरि मनमा नमिठो अनुभूति भइरह्यो। असिन पसिन भएर गोठमा भारी बिसायो। लाटा दाइले खलाबाट हेर्दै थिए। तबेलामा घोडाको घुँघुरा भिन्दै बजिरहेको थियो। अड्कल काटे, पक्कै आज मामा आउनुभयो। अड्कल काटे पनि मामासँग भन्दा पहिले त कमेनी बाउजूसँग भेट भयो। मैया नमस्ते, बाँचिरहे, भाग्यमानी भए, कबाट आयौ? हजुरका रौतेलाले यही नै पिटिदिनु भएछ, बाबु साप्न भन्न आएकी थिए। त्यति बेला चामी मात्र नभएर उनी पनि रुन्चे अनुहारमा पोखेकी थिइन्। मुमाले राम्रोसँग दुःख मनाउनै गर्न नपाउँदै बाजे गर्जिनु भयो। के आल्टु फाल्टु कुरा गरिराखे हँ आइमाई भएर? अनि डराई डराई सबैजना आफ्नो बाटो लाग्यौं। पिँढीमा हुनुहुन्थ्यो मामा। उहाँलाई मुमालाई नढोक्दै मैले नमस्ते गरेँ। मुमालाई ढोकेपछि मलाई अँगाल्दै भन्नुभयो, यी कान्छी भान्जी पनि हलक्कै बढी छिन्। अर्काको घर जानी जात यस्तै हो। छोरा भया त दाइलाई भेटाउँथे होला होइन हजुर? खै के गर्नु एउटै भयो। तैपनि बाउबाजेको बिडा त थाम्ला जस्तै छ। देख्नु भएन भर्खरै उजुरी आएको, आफूभन्दा ठुलालाई पनि कुटिहाल्छ। किन कुटेछन्? कता गोला खेल्दा गोडा लागेछ, अनि थाहा पाएर पनि ढोगेन अरे। ए त्यसो हो? त्यसो भए त राम्रै गरेछन्। चढ्यान त ठोक्नै पर्छ। बाजे र मामाका बीचमा भएका यी संवाद हामीले मात्रै होइन, दाजुले पनि सुनिरहनु भएको थियो। सधैँ दाजुकै कर्खा गाउने र हामीलाई हकारिरहने बाजेको व्यवहार सम्झेर दिक्क लाग्यो। भागमा परेको कुरा पनि बाजेले खा नभनेसम्म खान सकिन। मेरो भावना बुझेर होला मामाले भन्नुभयो, भान्जी खाऊ न, किन खाँदिनौ? अनि सबैलाई बाँडेर खान थाले सुन्तला। यी भान्जी त साह्रै ज्ञानी पो रहेछन्। अरूको उमेर गए पनि यिनी त पढाउनु पर्यो हजुर। कुटुम्बको दैलो पोत्ने जातलाई अक्षर चिनाएर के गर्नु? त्यसपछि मामाले सबै ओरपर देखाउँदै हुनुहुन्थ्यो। हामी भने मुख मिठो बनाउँदै खेल्न निस्क्यौं। माइली आजीलाई सोधे, मामाले के भनेको आजी? तँलाई स्कुल पठाउने रे। अनि बाजेले नि अर्काको घर जानी जातलाई नपठाउने रे। किन जाने अर्काको घरमा? पहिला जाने। म त जान्न। नगएर सुख पाइन्छ? शान्ति आजीलाई जस्तै गरेर पनि लैजान्छन्, थाहा पाइस्? शान्ति आजीलाई सम्झिने बित्तिकै मुटु चसक्क भयो। उहाँलाई लतारेको देखेर रुने मध्ये म पनि एक थिएँ। यहाँ त दाई मात्र बस्ने, उहाँ छोरा, हामी छोरी। हामीले तर्काको दैलो कुच्चो गर्नुपर्छ। माइली आजीले मलाई सम्झाउन थाल्नुभयो। खेल सुरु नहुँदै साँझ पर्यो। बाजेले पूजा कोठामा धोपदीप गर्नुभयो। शङ्ख घण्ट बज्यो। हाम्रो हृदयको सुस्केरा जस्तै। सोच्यौं अब हामी पनि मूल घरतिरै लाग्नुपर्छ। मामा बाहिर खाटमा बसेर बाजेको फिलिप्स रेडियोको कान बटार्दै हुनुहुन्थ्यो। तखतामा बलिरहेको लालटिनको मधुरो प्रकाशसँगै हामी पनि लुसुक्क भित्र पस्यौं। बुबा मुमा अगेनाको वारिपारी बसेर कुराउनी घोड्दै र बजै बाहिर बसेर बत्ती काट्दै हुनुहुन्थ्यो। त्यसपछि हामी पनि आफ्ना अधुरा हत्यौरी बाट्न थाल्यौं। निकै बेरपछि मुमाले हामीलाई खाना खान बोलाउनु भयो। खाइसकेपछि थाहा भयो भोलि काट्ने अरे खसी। तिनताका गाउँमा थोरै छोरीहरूले मात्र स्कुलमा खुट्टा राख्न पाउँथे। शुभसाहित पारेर एक दिन बुबाले मलाई पनि भर्ना गरिदिनु भयो। पुसको अन्तिमतिरको कुना हुनुपर्छ त्यो। आजीले कपालमा तेल लगाइदिनु भयो अनि 2 चोल्ठी बाटेर लालीगुराँस जस्तै रिबनका 2 थुङ्गा पनि बनाइदिनु भयो। हरियो फराकमाथि कालो कपाल अनि त्यसैमाथि रातो रिबन साह्रै सुहाएको थियो अरे। त्यस दिन निकै पर पुग्ने बेलासम्म सबैले मलाई नै हेरिरहेका थिए अरे। हेड सरलाई अभिवादन गर्दै बुबा अफिसमा पस्नुभयो। मैले पनि भनिहालेँ, नमस्ते। नमस्ते फर्काउँदै उहाँले भन्नुभयो, नानु नमस्ते कसरी गर्ने थाहा छ? मैले टाउको हल्लाएँ दायाँ बायाँ। उहाँले मायालु स्वरमा भन्नुभयो, हेर दुवै हात जोड्ने, शिर निहुर्याउने र आँखा पनि चिम्लने है। त्यसपछि स्वीकृति सूचक टाउको तलमाथि गराएँ। बुबा मुसुक्क हाँस्नुभयो। त्यति मात्र कहाँ हो र? विद्यार्थीले गर्नुपर्ने धेरै कुराको जानकारी गराउनु भयो सरले। अहो मैले त नामै सोध्न भुलेछु नि मैया, के हो तिम्रो नाम? मैले अहिले भने बोल्नै पर्ने भयो। भने पार्वती मल्ल। फेरि मुस्कुराउँदै सोध्नुभयो, यो विद्यालयकी गुरुआमाको नाम थाहा छ? अनि म फेरि अवाक भएँ। त्यसपछि उहाँले आफै भनिदिनु भयो, ल हेर त उहाँको नाम पनि पार्वती। ल अब पढेर उहाँ जस्तै ज्ञानी मान्छे बन्ने है। मैले फेरि मुन्टो हल्लाएँ। ओमबाट सुरु भयो हाम्रो पढाइ। कहिले बाह्रखरीमा लय मिलाउँदै गाएर, कहिले हावा र धुलामा लेखेर, पढ्दा पढ्दै अनि औँला घुमाउँदा घुमाउँदै हामीले पार्टीमा लेख्न थाल्यौं। एक दिन हामी चौरमा बसेर पढ्दै थियौं। सुभाषले भने, पार्वती कति राम्रो छ है तिम्रो पार्टी, एकछिन मलाई लेख्न देऊ न हुन्छ? त्यति मिल्ने साथीलाई कसरी नाइ भन्नु? दिएँ। उनले बडो जतनका साथ आधा कखरा मात्रै के लेखेका थिए, दाइले कताबाट देख्नु भएछ। सुभाषलाई एक थप्पड हानेर मेट्न लगाउनु भयो। मलाई साह्रै नरमाइलो लाग्यो।
आफ्नै भाग्य मेटिए जस्तै लाग्यो। आफ्नै भाग्य आधा भए जस्तै लाग्यो। त्यस्तै फागुनको महिना आउनुपर्छ। जुम्लीले भेडा ल्याए खरकमा। हजारौं भेडाको आवाज। ठाउँ ठाउँमा हिँड्ने डरलाग्दा भोटे कुकुर र हातमा उन बेर्दै हिँड्ने गोठालाहरूको साम्राज्य साह्रै मन पर्थ्यो हामीलाई। हेर्दा हेर्दै उनीहरूको डेरामा लुकालको चाङ लाग्यो। गाउँभरिका बुढाहरू जम्मा भए। चारैतिर भोटे कुकुर बानिए। स्याउलीको रुखै उखेल्ला जस्तो गरी ठूलो आवाजमा ती भुक्न थाले। कोही पाखी बुन्ने तान्न थाप्न र कोही आगाका धुनीहरू जोड्नमै व्यस्त थिए। त्यत्तिकैमा दाईको आवाज सुने, ए इष्टौ, साँडो जुदाम है? अलि पाको जस्ता देखिने व्यक्तिले भने, नाइ नजुदाउने। छाउराहरूले पनि टालैमाथि टाला हालिदिएका दौरा, सुरुवाल र कोट लगाएका थिए। अलिकति लोभ जाग्यो मनमा। सुनेकी थिए तिनीहरूका लुगामा त टालै पछि पैसा हुन्छन् अरे। सोच्दा सोच्दै एउटा केटो हातमा उनको लुडो फन्काउँदै हामीतिर आयो। फेरि दाई नै अघि सर्नुभयो। वै इष्टौ, साँडो जुदाम है? नाइ बाबा, गाली गद्दा। उसले पनि मानेन। साले कस्तो पाजी थाङ्चा रहेछ यार। दाईको कुरोले सबैजना गलल्ल हाँसे। ऊ रातो मुख लगाएर उता फर्क्यो। माथि डाँडामा आएपछि भने, अर्मले शर्मले साक्कै भाइ, जुम्लीको भेडा बाग्गले खाई भन्दै सबैजना घरतिर फर्किए। भोलिपल्ट बिहानै आए हाम्रा इष्ट रतिमना। बाजेले सोध्नुभयो, कस्तो छ त इष्ट हौ अहिलेको भाउ? सरी हो कि दुने? आफ्ना इष्टकन सरी नै दिँदा छौँ अहिले। त्यसपछि मुमाले 24 पाथी नुन लिनुभयो र 24 पाथी मकै दिनुभयो उनलाई। भारी तारी नबनाउँदै उनले नासोका पोकाहरू खोले। 2-4 छाक आलु र सिमी निकाले। चिप्ले किरा, कटुको र सतुवा झिके। देवार तेल, शिलाजित र अलिकति कस्तुरी पनि राखिदिए। त्यतिन्जेलसम्म टोलाइरहेका हामी ओखर पाएपछि भने खुसीले आकाश छुन थाल्यौं। त्यसपछि भने उनी बाजेतिर फर्किएर फेरे टक्राउँदै भने, दे नै ल्याया छु, अहिले मुखिया तुमिकन नासो। दाम पैसो केही छैन, के लान्छौ त यसको? भया अक्को साल देउला, नु भया नु देउला। तिम्रो हाम्रो माया नै फेरे जति मात्र होला त? हामी ओखर पनि खाँदै कुरा पनि सुन्दै थियौँ। उहाँहरूले केही पुराना कहानी पनि खोतल्दै हुनुहुन्थ्यो। काँडा गाउँले, फोङ्राल र जोडाल नै प्राय आउँदा रहेछन् हाम्रो गाउँमा। रतिमना गएको केही समयपछि 2-3 जनाहरू इष्ट आइपुगे हाम्रो घरमा। मरेको भेडालाई फ्यात्त फालेर एउटा निन्याउरो केटालाई देखाउँदै भने, लौ यहीकन र यहीकन क्या गन्या हौ इष्टौ गर। बुबा र बाजे मुखामुख गर्नुभयो। होइन के भयो? बाजेले सोध्नुभयो। कुरै नबुझाएर के गर्न आँट्यो? बुबाले सोध्नुभयो। मैले भित्रबाट गुन्द्री ल्याएर लगाइदिएँ अनि भर्खरै बनाएको बाक्लो मोही ल्याइदिएँ। तर पनि उनीहरू शान्त भएनन्, झन्कराए। नाइ, यी कुडा नुभयासम्म हामी केही खाँदा नाइ। बाजे रिसले जुरुक्क उठ्दै हुनुहुन्थ्यो। बुबाले रोक्नुभयो। स्थिति अलि सेलाएपछि तिनीहरूका नाइके जस्ताले कुराको मेलो निकाले। तुमी भोट मधेस हेद्दा, उँचो निचो हेद्दा, गाउँघर सबै हेद्दा, दे तिम्रा सन्तान भेडा हेद्दा, आफ्ना झुपा आएका पाहुना हेद्दा। छलफल बेसरी भयो। अघिल्लो दिनको रिसले भेडाको मुन्टो बटारी दिनुभएछ दाइले। बा आमालाई भन्न आउँदा केटालाई पछारि दिनुभएछ। बिचरा त्यो सानो केटाको हातै भाँचिएको रहेछ। उनीहरूलाई सान्त्वना दिनेको सट्टा बाजेले उल्टै बबन्डर मचाउनु भयो। तेरो छोरा त जिउँदै रहेछ, मेरो नाति दमनदोज चाहिने जो, खोइ लौ लिएर यहाँ, नत्र मैले पनि जाने छु। अब बल्ल परिस फेला, तेरीमा खानी थाङ्छा। सम्झाउन खोज्दा बुबाले उल्टै थप्पड खानुभयो। सारा गाउँलेहरूको अघि उनीहरू देउता पुकार्दै डेरातिर लागे। हामी चुपचाप आफ्ना काममा लागे। अलि पछि कताबाट दाई झुल्किनु भयो। मैले गुन्द्री र मोही दिएको न्युमा बेसरी कुटाइ खाएँ। बुबाले छुट्याइदिए पनि बाजेले भने उल्टै गाली गर्नुभयो मलाई। यो जातै उस्तो, अझ यो त औँस्या पो त, गतेली हुँदियो। त्यसपछि निकै बेरसम्म पेटीमा बसेर रोइरहेँ। मनमा नै सोचेँ, म ज्ञानी कि अज्ञानी, म लच्छिना कि अलच्छिना। 2 वर्षपछिको घटना हुनुपर्छ। सधैँ चाहिँ त्यस वर्ष पनि बरपिपलमा तीजको ठूलो मेला लागेको थियो। रुवाटेपिङ, पसल र नाचगानको रमझम निकै चुलिएको थियो। वरिपरिको हरियालीपूर्ण सौन्दर्य वर्णन गरिन सक्नुको थियो। त्यति सुन्दर र आनन्दपूर्ण घडीमा पनि अचानक मानिसहरू भागाभाग गरेको देख्यौँ। के भयो हँ? झगडा पर्यो अरे? कसको? हाम्रै दाईहरूको। माइली आजीसँग कुरा हुँदाहुँदै भिडमा एउटा रगतपक्ष भएको मान्छे देखियो। फेरि भिड तित्तर-बित्तर भयो। उताबाट दाई हातमा तरबार टल्काउँदै आएको देख्यौँ। त्यो खाइलाग्दो केटाको दायाँ हात नै छिनाइदिनु भएको रहेछ उहाँले। त्यसपछि त त्यति रमाइलो मेला पनि मेला रहेन। त्यो झमेला बनेपछि हामी डरले सास न बास हुँदै घरतिर लाग्यौँ। भोलिपल्ट हाम्रो घरमा चौकीबाट केही प्रहरीहरू आए। तिनीहरूलाई पनि बाजेले उल्टै हौल्याएर पठाइदिनु भयो। तर त्यसपटक भने दाजु साँच्चै भाग्नु भएको रहेछ। दाजु बेपत्ता भएपछि जोरीपारीले भन्न थाले, बल्ल खाइस सोसन्या। बाजेको कर्तुतले लुचुप्पै हुनुभएको बुबालाई देखेर हाम्रो मन झन् दुख्न थाल्यो। त्यसपछि हाम्रो मनमा कहिल्यै काम लागेन। तैपनि बुबा मुमाले मलाई स्कुल पठाउन भने छोड्नु भएन। त्यही पुसमा एक दिन विद्यालयले वार्षिक नतिजा प्रकाशन कार्यक्रम राखेको रहेछ। खुसीले पुलकित हुँदै नुहाएर भर्खरै आँगनमा पाइला टेकेकी थिएँ। बाजेले भन्नुभयो, यहाँ त
गएँ। चट्याम चट्याम पार्नुभयो गालामा। मैले हजारौं तोरीको फूल देखेँ। लौले कहाँ गयो त्यहाँ राख्या 50 रुपियाँ? मैले रुँदै भने देखिन। त्यसपछि भने बजैले छेक्नुभयो। उहाँ कराउँदै बाहिरभित्र गर्न थाल्नुभयो। यही अलक्षिणाले दाइला केटी, अझ अहिले आएर त यही औँसियाले चोर्न पो थाली नि। अब यसले सारा उडाउने भई। लम्की झम्की गर्दै हुनुहुन्थ्यो। बुबा मुमा आइपुग्नुभयो। बाजेका कुराले उहाँहरू पनि निकै दुःखी हुनुभयो अनि म प्रतिको विश्वासमा सबैले घरभरि छ्यामछ्याम पार्न थाल्नुभयो। केही समयपछि मुमाले खुसी हुँदै भन्नुभयो, यी अस्ति हजुरले दलिनमा घुसारे 50 यही होइन? हो, अघि हेर्दा त्यहाँ छँदै थिएन। यो सब तिमीहरूको मेलेमत हो। शयन बानी परिसकेका बुबा मुमा केही बोल्नुभयो। अहो, अबेला भइसकेछ, खाना खाएर स्कुल जा कान्छी अब। मुमाले भनेपछि नाइ भन्न सकिन। 2 गाँस टिपेर स्कुल गए। धेरैका अभिभावक आए, तर हाम्रो घरबाट बाजेले कसैलाई पठाइदिनु भएन। मलाई आफ्नो खुसी सुनिदिने मान्छे कोही नभए जस्तै लाग्यो। त्यस्तो लागेपछि मेरो अनुहार झन् मलिन भयो अनि मलिन भएर बस्दा बस्दै पालो आयो। कक्षा 2, तृतीय वीरबहादुर विक, द्वितीय सुभाष साई र प्रथम पार्वती मल्ल। सरले हाम्रो नाम पढ्दै गर्दा ताली पनि निकै जोडले बज्दै थियो। तर मलाई भने निधारको टीका र हातको पुरस्कारले खुसीभन्दा धेरै आँसु दियो। तैपनि आँखाको आँसु आँखामै सोरेर ओठमा खुसी ल्याउने प्रयत्न गरिरहेँ। अरूले जस्तै हेड सरले पनि हाम्रो धेरै प्रशंसा गर्नुभयो। अझ मलाई त तोकेरै भन्नुभयो, ऊ पार्वतीलाई हेर त सबैले, उनी यो स्कुलकै इज्जत हुन्। आज उनी कक्षा मात्र होइन, स्कुल प्रथम समेत भइन्। हो, सबैले त्यस्तै ज्ञानी, परिश्रमी र लगनशील बन्न सिक्नुपर्छ। उनको यो नतिजा हुने बिरुवाको चिल्लो पात हो। उनी एक दिन दुनियाँको मान्यजन हुनेछिन्। त्यसपछि आफै थप्नुभयो, रूपयौवना सम्पन्ना विशाल कुल सम्भवा विद्याहीना नशोभन्ते निर्गन्धा इव किन्सुका। विद्याको महत्त्व बताइसकेपछि सरले हाम्रो समाज र संस्कृतिका विषयमा पनि बोल्नुभयो। यो संसार र मानव जीवनका बारेमा पनि बोल्नुभयो। उहाँले बोल्दासम्म पीडाहरू केही शान्त भए पनि बाटाभरि भने ती झन् अशान्त भइरहे। बाटामुनि माकुराको जालोमा टल्किरहेका शीतका थोपाहरू जस्तै आशाहरू रोइरहे। थाहा छ, साउनमा पानी पर्छ, जताततै पानीका मूल फुट्छन्, खोला नाला बहुल आउँछन्, नदीमा बाढी आउँछ। अझै बढ्यो भने त भिरपाखाहरू नै बग्न थाल्छन्। पहाड बगे तराई डुब्छ। गरिबहरूको बास बसेर उजाडिन्छ। त्यसैमाथि भोकमारी पर्छ। गुमाउने र कमाउनेहरूको बजार लाग्छ। त्यो साउन पनि त्यसरी नै आएर गयो। त्यो गएर नफर्किए पनि सम्झना कहिल्यै गएन मनबाट। बर्खी बिदामा हामी प्राय सधैँ गोठाला जान्थ्यौँ। लुते संक्रान्तिको दिन पनि माइला मुखियाको रोपाइँ रोकिएन। रोपाइँमा जाने रोपाइँमै गए। हामी सधैँका गोठालै गयौँ। गाई बाख्रा छाङछाङेतिर लगाएर जोटे दाईहरूलाई पर्खिरहेका थियौँ। हुक्का स्वाँ हुक्का गर्दै बिजुले बहरले हुक्कार हाल्यो। बब्बा गर्दै ठूलो बोके फतफतायो। कर्ल्याङ कुर्लुङ गाँडो बज्यो। जुठे दाईहरू नजिकै गर्दा छ्याइ छ्याइ आँसी खुर्पेटो पनि बज्यो। जुठे दाई हामी गोठालाका नाइके। उनी नभएको गोठाला रानु बिनाको मौरी जस्तै व्यवहारिस्य हुन्थ्यो। नुन बिनाको तरकारी जस्तै खल्लो हुन्थ्यो। हाम्रो दौली जस्तै उनी पनि माथिल्लो घरमा बस्थे। हली नभएको बेला हलो दान्थे। तर घरका गोठाला भए पनि के भएर, हामी गोठाला भरिका त उनी नाइके नै थिए। पारिपट्टि गाई बाख्रा लगाएपछि सुबास तिरिरी मुरली बजाउँदै झरे। निधारमा हातको पाली लगाउँदै घट्टाला बाजेकले देउरालीतिर हेरेको देखेर चन्द्राले भनी, के हेर्या बाजे? यति मिठो मुरली बजाउने को होला भनेर हेर्या नानी? सुबास हुन् के चिन्नु भएन? ए, को दुखी हो भने त त्यो पो रहेछ। चन्द्राली छुच्ची थिए, भनिहाली, मुरली बजाउने मान्छे सबै दुखी हुन्छन् र बाजे? त्यसो भने होइन बा, धेरै कला हुने मान्छेको भाग्य प्राय ठिकैको हुन्छ। बाजेले जवाफ दिए। त्यसपछि हामी बोलेनौँ। आज पहिला च्याउ खोज्न जाम अनि बल्ल खेलमला है जुटे दाई? ल जाम त्यसो भए, नत्र पछि पानी पर्छ, सबैजनाले उत्तर दिए। त्यसपछि हामी पाखैभरि छापियौँ। सेता पहेँला सल्यौराका कोपिलाहरू छिटाहरूले धेरै टिपे। सबैभन्दा कम कोपिला र धेरै छाता त झुमाका भागमा परे। ऊ थकित हुँदै भनी, कान्छी आजी, हिजोदेखि पेटमा अन्न परेको छैन। त्यतिन्जेल उसका आँखा रसाइसकेका थिए। तैपनि मुस्किलले बोली, आज त हाम्री आमा साह्रै खुसी होलिन्। उसको कुराले मलाई मुटुमा काँडा बिजी जस्तै भयो। एकछिन त गला समेत रोकियो। आफूलाई सम्हाल्दै भने, हिजै कहीँ किन भनिनस् त झुमा? म जसरी भए पनि तिमीहरूको आँखामा आँसु सुक्न दिँदैन थिएँ। ऊ भक्कानिँदै हिँडी। म पनि उसको पछि पछि लागेँ। सबैजना च्याप्टे ढुङ्गामा जुका फाल्दै फर्काउँदै रहेछन्। हामी पनि त्यहीँ पुगेर रोक्यौँ। डरपाल दाईले भने, हेरो त, टिमुर टिप्न अल्छी मान्नाले के भयो? चन्द्राले भनी, अब मकर काँची दलम। भर्खर माडेर दल्दै थियौँ। गर्द्याम गुर्दुम आवाज आयो। ए, आयो लौ है जेठा, तेरै बथानमा आछ। त्यही आवाजसँगै ड्याममा बन्दुक पड्क्यो। झुमाले भनी, ऊ हेर्नु त, मान्छे फिर्लिक्क खस्यो। खै
त्यत्तिकै भने यो कुकुर्नीले सबैले झुमाला औल्याए। ऊ आफै त थकित थिए, कसरी जिद्दी गरोस्? गरिन, बरु सबैले थाहा पायौँ गोरल खेल्न आएका रहेछन्। जुठे दाइले भनेपछि हामी हस्याङ फस्याङ गर्दै घट्टको चौरमा आइपुग्यौँ। च्याउ पोलेर खाम है? हुन्छ, खाम न त। डरपाल दाईको कुरामा जुठे दाई सहमत भए। उनी भएपछि हामी झन् नहुने कुरै भएन। जुठे दाईले घट्टबाट थोरै च्याउ दिएर नुन ल्याए। त्यसपछि चन्द्राले जुठे दाईको कुम्लोबाट कोपिला कोपिला छानेर पोली अनि नुन मोलेर मलेउताको पातमा 7 भाग लगाई। सबैभन्दा मिठो मानी जुमाले। खानाकै तारले दिन बित्यो, खेल्न पाइएन। खाँदा खाँदै सुभाषले भने, ऊ माथि लेकतिर पानी पर्यो, अब खोलामा भल आउँछ, सबैले आफ्ना गाई बाख्रा जम्मा गरौँ। सबै गयौँ, तर सुभाष प्राय जाँदैनथे। उनी ढुङ्गामाथि चढेर बाँसुरी बजाउन थाले। त्यसपछि त हाम्राभन्दा अघि उनकै गाई बाख्रा आइपुगे। उनको त्यो अनौठो कला देखेर हामी त्यस दिन पनि छक्क पर्यौँ। चौरमा सबैका गाई बाख्रा जम्मा भए। झुमाका 2टी बुढी गाई र बाछा पनि टन्नै अगाएका रहेछन्, तर तिनीहरूकी मालिकनीको पेटको ज्वाला अझै निभ्न सकेको थिएन। सम्झेर मेरो मनमा दुःख लागिरह्यो। हामीले हेर्दा हेर्दै खोला बेजोडसित बौलायो। अचानक मान्छेहरू कराउँदै दौडिएका देखिए। तत्कालै डरपाल दाईले खबर ल्याए, बस्नेत र हामी बगे अरे। बिचरा शिकार खेल्न गएका उल्टै खोलाको शिकार पो भएछन्। जुठे दाईले भने, भोलिदेखि एक्लै दुक्लै खोलातिर हिँड्नुहुन्न, आलो मसान लाग्छ, बस्नेतले डराउन दिन्छन्। त्यसपछि झन् डर लाग्यो हामीलाई। छुट्टिने ठाउँमा झुमालाई भने, झुमा म पछि आउँछु है। उसले सङ्कोच मान्दै भनी, हुन्छ। झुमाको कुरा सुनेदेखि मेरो मनमा दिनभरि घाम लागेको थिएन। सोचेँ मलाई नखाएको विष लागेको छ। अरूका आँखामा साधु भए पनि बाजेका आँखामा चोर नै हुँ। अरूका लागि ज्ञानी र लक्षिणा भए पनि उहाँका लागि अज्ञानी र लक्षिणा हुँ। त्यसपछि मनमा झन् पाप पलायो। पाप पलाउँदा पलाउँदै साँझ पर्यो। साँझ परेपछि अलिकति पिठो र कोदो चोरेर छड्किएँ। मलाई त्यो अवस्थामा देखेपछि मृत्युसँग लडिरहेकी झुमाकी आमा झन् डराइन्। मैले भने, कान्छी आमै, अब मर्दैनौ तिमीहरू। उही हेर त, यति भए 15-20 दिनलाई हुन्छ। त्यसपछि त मकैका दाना लागिहाल्छन्, होइन त? मसँग बोल्ने ताकत थियो र बोले। उनीहरू खुसी भएर पनि ना ताकतले बोल्न सकेनन्। खालि मात्र भनिरहे। फर्किने बेला झुमाले रुँदै छाद हालेर भनी, आजी, मैले अब हजुरको यो गुण तिर्न पनि धेरै वर्ष बाँच्नुपर्छ। उसको आँसु पुस्दै भने, होइन, त्यस्तो के नै गरेकी छु र झुमा मैले? हाम्रो घरमा त्यतिका अन्न कुहिने अनि तिमीहरू चाहिँ भोकभोकै मर्ने? ल बस, भोलि भेटौँला है। उनीहरूको आँसुले म झन् साह्रो भावुक हुँदै फर्किएँ। घर आउँदा लाठा र धौलीले सबै ठिकठाक पारिसकेका रहेछन्। पान्छरा, कुरिलो र कुकुर डाइनो, अगुल्टो र दियालो नजिकै अमिलाको बलि पनि। अनि अगुल्टो हुर्याउँदै सबैजना सँगै करायौँ, लुतो सुत्तो लैजाओ, बिचकोटे गाँडा हो। गाउँभरि पनि केही समय यस्तै हल्ला भयो। मुमाले कुँडेभरि खिर पनि बनाउनु भएको रहेछ। कालो गुँडको हर्र बास्ना आयो। त्यही बास्नासँगै मलाई भने झुमाको झन् धेरै याद आयो। आज खाना सायद मलाई भन्दा 1000 गुणा बढी उसैलाई मिठो लाग्यो होला। उनीहरूले सोच्दै होलान्, अब हामी बाँच्यौँ। कान्छी किन रुन्छे? मुमाको मधुरो आवाज कानमा पर्यो। बिउजिएपछि पनि हिक्क हिक्क भइरहे। होसमा आएपछि थाहा पाएँ, सपनामा रहेछ। झुमाको घर बगेको, कानमा जाँतोको गर्र आवाज आइरह्यो। अड्कल काटेँ, बिहानी पख भएछ। मुमा दाल दल्दै हुनुहुन्छ। बाहिर पानी हिजो सुत्ने बेलाको जत्तिकै बर्सिरहेको छ। अझै उठ्नु पर्दैन हामीलाई। सोचेँ, अब मुमाले पानी ल्याउनुहुन्छ। दैलो कुच्चो गरेपछि लिपपोत गर्नुहुन्छ र दैलोमा जल राख्नुहुन्छ। जल राखेपछि फुलपाती पनि राख्नुहुन्छ। नि बाजे बचैलाई ढोग्नुहुन्छ र बुबालाई ढोगेर जल खानुहुन्छ। त्यसपछि दुहुने लाउने र अर्नीको पालो आउँछ। हो, हामीले त्यसै बेलासम्म उठे हुन्छ। फेरि दुःख लाग्यो मनमा। बिचरा मुमालाई पानी लिन आधा घण्टाको बाटो जानुपर्छ। उहाँलाई सधैँ साथ दिने कुकुर पनि अस्ति उतैबाट बाघले टिपेर लगिदियो। अब उसले मुमालाई मात्र टिप्नु बाँकी छ। तर मुमा डराउनुहुन्न त्योसँग, किनभने त्योभन्दा ठुलो बाघ त हाम्रै घरमा छन्। उसले खाए एकै पटक मात्र खाला, तर घरको बाघले त उहाँलाई जीवनभरि खाएको खाइ छ। मनमा कुरा खेल्दा खेल्दै छ्याङ्गे उज्यालो भइसकेछ। बुबाहरू कराएपछि जर्याकजुरुक उठ्यौँ। भर्खर मुख धोएर बसेकी थिएँ। तल्लो घरको रागे आयो हतारिँदै, यो कुकुरलाई के को हतार होला? बुबा कराउनु भयो। ऊ त झन् स्वाँ गर्दै मतिर र स्वाँ गर्दै ढिकतिर गएर भोग्न थाल्यो। रातिको सपना र कुकुरको अनौठो व्यवहारले मेरो मन चिसो भयो। अलि पछि पो थाहा पायौँ, झुमाका आमा छोरी भगवानको घर गएछन्। गाउँभरि हल्ला भयो, च्याउले लग्यो अरे। त्यसपछि त झन् पुरै गाउँ नै आतंकित भयो। धन्न अरूको घरमा विषालु च्याउ परेको रहेनछ। झुमाको घरको त्यो कन्तबिजोकले सबैलाई रुवायो। 2-4वटा फ्युसका कोट्टा र थाङ्ना माग्न बाहेक केही थिएनन् घरमा। भित्र छामछुम पारेर आउनेहरूले भने मुसा मार्ने अन्न पनि रहेनछ। त्यसपछि त मेरो आँखा झन् बढी रसाए। बिचरा त्यही कोदो र पिठो पनि कसैले चोरेर लगिसकेको रहेछ। झोरी गाउँबाट आएर रुन थाली। रोएपछि त झन् कसैका आँखा उभाएनन्। काजक्रिया झुमाका काकाले गर्ने भए। सबैले मानामुठी उठाउने भए। तैपनि जाने बेला उनीहरूका अघिपछि आफन्त बाहेक कोही भएनन्। बिचरा तिनीहरू मसान घाटसम्म नरोएरै गए। बचेका आँसु हामीलाई दिएर गए।
त्यस दिन गाई बाख्रा 12 बजे फुकायौं। सबै निन्याउरा थिए। म झन् आफ्नै विषालु हात र अब्जसी कर्म सम्झेर मनमा नै रुन थालेँ। किन मैले चाहेर पनि बचाउन सकिनँ होला? किन तिनीहरूले चाहेर पनि बाँच्न सकेनन् होला? मनमा दुःख लाग्यो। सोचेँ, बिचरा, अब उनीहरूले कहिल्यै भोकै मर्नु पर्दैन, सुखको सपनामा कहिल्यै झुन्डिरहनु पर्दैन। घटना घटेको धेरै दिन बितिसक्दा पनि हामी सामान्य अवस्थामा आउन सकेनौँ। अब सधैँ यसरी पिर गरेर काम छैन। जति नै रोए पनि अब झुमा हामीसँग खेल्न आउँदैन। त्यसैले बिहेबारी नखेले पनि पूजा लगाई खेलौँ है, डरपाल दाइले भने। जुठे दाइले भोलिपल्टको लगन निकाले। गाउँभरिका फलफुल र आवश्यक सामानको जोहो भयो। भोलिपल्ट गाई बाख्रा पाखातिर लगाइसकेपछि यज्ञ सुरु भयो। बरपिपलका पातदेखि पैयौँसम्म, दुबोपाती र कुशदेखि बेलपत्रसम्म सयौं फूलपातहरूले यज्ञ मण्डप सजायौं। फलफूलहरूले भरिभराउ त्यो यज्ञ कुनै महाजनको यज्ञभन्दा कम्ती थिएन। जुठे दाई बाहुन, शुभाश्रमकर्ता, बाँकी सबैजनाले सबै काम गर्ने। नुहाएर आउँदै गरेको हामीलाई चन्द्राले बोलाए, यहाँ आऊ त, कति राम्रो छ तिउरी। उसले ढुङ्गामा घोटेर हाम्रा हात र गालामा तिउरी लगाइदिए। एकैछिनमा तयार भएको त्यो साजसज्जा देखेर घट्टाला बाजे अचम्बित हुँदै भुनभुनाए, कति राम्रो जग्गा बनाए यी छौडाहरूले। जुठे दाइले बाजेलाई अग्लो आसन दिए। सबैलाई हात जोडी बस्न लगाएपछि पूजा सुरु गरे। हातभरि फूलपाती लिएर प्रार्थना गर्न लगाउँदै भने, हे ईश्वर, हे देवादिदेव, हाम्रो यज्ञमा पाल्नुहोस्। के मन्त्र पढे झैँ पनि गरे उनले। गणेशलाई भनेको ठाउँमा गणेशलाई, शिव पार्वतीलाई भनेको ठाउँमा शिव पार्वतीलाई, विष्णु लक्ष्मीलाई, जलिरहेको दीपलाई जहाँ जहाँ भन्छन् त्यहाँ त्यहाँ पूजा गर्यौं हामीले। बीचबीचमा ओम पुष्पम पत्रम फलम जलम नैवेद्यम धूपम दीपम द्रव्य वस्त्रादि समर्पयामी भन्न पनि छुटाउँदैनथे। जय भन्न पनि लगाउँथे। जय भनेपछि शङ्ख बाजा बजाउनु पर्थ्यो। एवं रीतले पूजा सिद्ध्याएर जुठे दाइले कथा वाचन गर्न थाले। हामी सबैले ध्यानपूर्वक सुन्न थाल्यौं। एकादेशमा एउटा सुन्दर गाउँ रहेछ। कुनै कालमा त्यहाँ धेरै गरीब दुःखी मानिसहरू बस्दा रहेछन्। तीमध्ये पनि धेरै जसो गरीबका छोराछोरी केही हुने खानेहरूको घरमा बस्दा रहेछन्। कोही आफ्नै र कोही मालिकका गाई बाख्रा चराउनेहरूको बीचमा साह्रै गहिरो प्रेम रहेछ। भोकसँग लड्दै बाँचिरहेकी झुमा नाम गरेकी बालसखालाई एक दिन ती गोठालाहरूले सधैँका लागि गुमाएछन्। त्यस घटनाले दुःखी बनेका ती गोठालाहरूले एक दिन जंगलमा ठूलो पूजा लगाएछन्। अब उपरान्त कसैले पनि साथी गुमाउनु नपरोस्, कोही दुःखी र टुहुरा हुनु नपरोस्, कोही पनि अरूको घरमा बस्नु नपरोस्, सबैले हाँसी खुसी बाँच्न पाउन् भन्दै ती गोठालाहरूले भगवानलाई पुकारेछन्। जुठे दाइले यस्तै दुःखका अनेक हाँगाहरू जोडे। हामी थियौं। उनको त्यो वचन कलाले ती सेत्तै फुलेका घट्टाला बाजे पनि भावुक भए। कथा वाचन सिद्ध्याएपछि जुठे दाइले यज्ञ विसर्जनमा गर्नुपर्ने सबै काम रीतपूर्वक नै गराए। शङ्ख घण्टको मङ्गल धुन उसरी नै बज्यो। धूपदीपको सुगन्ध उसरी नै फैलियो। यज्ञ विसर्जनमा पनि उनले देवी देवतादेखि हर्ताकर्ता र आकाशदेखि पातालसम्म सबैलाई सम्झिन भ्याए। प्रसाद खाँदा खाँदै पाती र सन्ध्यावतीहरू चुम्किसकेका रहेछन्। झाउँकिरीहरू बाक्लै गरी बाँच्न थालिसकेका रहेछन्। सोच्यौं, अबेला भइसकेछ, अब गाई बाख्रा बटुलेर बाटो लाग्नुपर्छ।